तरिकाहरू। ओहो यही माछा यही दहमा पौडी खेलिँदैछ, यही दहमा अहिले माछा मारिन्छ। हाम्रो दहमा पानी कटाउनको लागि चाहिँ पाइप आइसकेको छ। यति ठुलो पाइप छ, यो पाइप भरि पानी कटाउनु पर्ने हुन्छ र पाइप आइसक्यो अब। अब त्यहाँनिर हाम्रो देख्न सक्नुहुन्छ दर्शकबिन, ठुलो पाइप चाहिँ त्यसरी बाँधिँदैछ। माथिबाट अब दुवाली फर्काइन्छ अनि त्यो पाइपबाट पानी यता बगाइन्छ। यो पानी चाहिँ फेरि उँदै जान्छ भने ढुङ्गा हालेर यताबाट कटाउने हाम्रो कार्यक्रम हुन लागिरहेको छ। थम्सर दह थुनिँदैछ होइन त, यहाँबाट चाहिँ पानी छिर्ने होइन त एकदम। बच्चालाई समस्या नपारी, यो करेन्ट पनि होइन, एकदम विष पनि होइन, अर्ग्यानिक तरिकामा। फिसिङ हुँदैछ है, माछा पर्दैछ, पा चाहिँ परे। ओहो गतिलो गतिलो पा पो परेछ। ओहो साम्बा उफ्री गयो। ल यता चाहिँ पा हन्टिङ हुँदैछ है। कति पर्यो त माछा? अलिअलि परेको छ। यो त मनमा पोथी रहेछ, भालेको त यो गतिलो हुन्छ नि। फेरि भाले एकछिनपछि निकाल्नुपर्छ कि अब। हो दिनभरि पनि लागेको अवस्था छ र अहिले फिस क्याचिङ हुने कार्यक्रम भइरहेको छ। माछा पनि परिरहेको छ, असला माछा धेरै जसो परिरहेको अवस्था छ। ल यहाँ चाहिँ असलै असला परिरहेछ है माछा। अब कति पर्छ हेर्नु बाँकी छ, तर प्रायः सबै असलै असला मात्रै छ। आयो है आयो, माछा आयो है, असला आयो है। अर्को आयो असला, असलै असला परिरहेछ यहाँ चाहिँ।